साह्रै राम्रो बबाल के विशाल शोभायात्रा हुन गइरहेको छ। नमस्ते, जय गोर्खा। यति बेला म उपस्थित भएको छु, हजुरहरूले देखिराख्नु भएको छ र यहाँनिर हुनुहुन्छ चिराङ जिल्लाको मूल सचिव हुनुहुन्छ दुलियाजान भिउतलीमा। यति बेला म उपस्थित भएको छु, म विपन महातो र तपाईहरूले देखिराख्नु भएको छ केही क्षणपछि नै अब शोभायात्रा हुन गइरहेको छ। तपाईहरूले हेर्न सक्नुहुन्छ यहाँनिर चारैपट्टि गोर्खाली वेशभूषाले आई मातृ दिदी बहिनी दाजुभाइहरू सबैजना यहाँनिर भेला भएका छन्। धेरै दामी लागिरहेको छ र अगाडिको दृश्यहरू चाहिँ भित्र गएर तपाईहरूलाई चाँडैभन्दा चाँडै देखाउनेछु है। र हामी एकदम विपिन महतो दाजुको भिडियो एकदम हेर्छौँ, एकदम मजाले लाग्थ्यो र आज उहाँलाई साक्षात भेट्न पाउँदाखेरि एकदम हामीलाई नै धेरै खुसी लाग्यो र अरूले पनि हेरिदिनु होला। र एकदम रोमान्टिक हँसिलो रमाइलो खालको हुनुहुन्छ। हजुर फलो सेयर गरिदिनु होला, दाजुले भेट्न खुसी लाग्यो। धन्यवाद दाजु, धन्यवाद। र अगाडिको दृश्यहरू चाहिँ गएर देखाउनेछु र त्यस अगाडि तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर साह्रै राम्रो बबाल के भन्नुहुन्छ यहाँनिर हेर्न सक्नुहुन्छ। साह्रै राम्रो यहाँनिर गेट बनिएको छ र यतापट्टि पनि हेर्न सक्नुहुन्छ। र गणेश बाबाको आगमन शोभायात्राको लागि फाइनली म उपस्थित भएको छु डिब्रुगढ दुलियाजानमा हेर्न सक्नुहुन्छ यहाँनिर। र साह्रै राम्रो गेट, जति पनि शब्दले तारिफ गर्दा शब्दहरू थोरै पर्नेछन्। यहाँनिर हेर्न सक्नुहुन्छ शहीद तर्पण स्थल, झन्डा हेर्न सक्नुहुन्छ यहाँनिर र झन्डा उत्तोलन भइसकेको छ र आउन अलिकति ढिलो भयो मेरो है। हुन्छ यो क्यामेरा फ्रेममा हेर्न सक्नुहुन्छ यतापट्टि स्मृति तर्पण र यतापट्टि यहाँ हेर्नुहोस् श्रद्धाञ्जली अर्पण डाक्टर भूपेन हाजरिका हेर्न सक्नुहुन्छ यहाँनिर। शोभायात्राको अब केही दिन पछि नै शुभारम्भ हुनेछ। तपाईँहरूले हजुर नमस्ते सबैजनासँग यहीँ भेट भयो है। जय गोर्खा हजुर नमस्ते। विशाल शोभायात्रा हुन गइरहेको छ, यो दृश्यमा तपाईँले हेर्न सक्नुहुन्छ। साह्रै मिठो धुन पञ्चे बाजा गणेश बाबा सामेल हुनुभएका छन्। चारैपट्टि जय गोर्खाको धुनीले गुन्जिरहेको छ।